अब एकछिन पछार पनि हुन्छ है हाम्रो Hello guys, welcome back to my YouTube channel. So good morning everyone and welcome to मेरो नयाँ भिडियोमा हैन सबैजनालाई भ्लगमा एकदम स्वागत गर्दै आजको भिडियो मैले सुरु गरिसकेको छु। आज चाहिँ म हामीले चाहिँ कामहरु भ्याइसक्यौं हैन। यति धेरै खटिसक्यौं कि यता उता साथीहरु गोरुहरु सबै एकदम तयारी पारेर ल्याउनुलाई एकदम ढिलो भयो हैन। अहिले त्यस्तै 6-7 बजेतिर हामीले गोरु नारिसकेको छौं। 3 हल गोरु नारेको छौं। एक हल माथि छ, एक हल यही छ, यहाँ 2 हल छ हामीले। अनि यहाँबाट चाहिँ बिस्तारै मार्दै जाने। आज चाहिँ एकै रोपाई गर्दिने सक्दिने भनेको छौं हैन। अनि सो आज चाहिँ 3 रोपाई रहेछ। सो अहिले चाहिँ मैले हलो जोत्न लागिरहेको छु, हलो जोतिरहेको छु। अनि टक्का लगाएर अब त्यही हो। अनि अब यसो फेटा पनि बनाएको छु, धोती भइरहेको छु हैन। अनि सो यस्तै हैन। अब यस्तै अब रमाइलो गर्नुपर्छ हैन। भिडियो हेर्नु होला सो अन्तिमसम्म। आज सुरु गर्छु आजको ब्लग। सो लेट्स स्टार्ट। अब हामी पहिला गोरु जोत्ने अनि त्यहाँदेखि के हुन्छ सो देखाइहाल्ने छु तपाईहरुलाई। त्यसै हेर्नु नभुल्नु। गोरु ओडाउँदैछु म। ओरी उता यहाँ चाहिँ लास्टै गहिरो छ क्या फेरि हेर्नु फर्के माथि हेर्नु यत्रो गहिरो गोरु डुबिरहेछ क्या फेरि। पारिवार जोत्दै हुन्छ गोरु यति धेरै डुबिरहेछ। यहाँ चाहिँ लास्टै गहिरो छ क्या ल यत्रो गहिरो छ उता जोताइ हो। अब गोरु जोताइ अब यस्तै हुनेछ हैन। अब अने हिजो त झन् बबाल भइहाल्छ है तेरिका। उता कस्तो देखिरहेछ गाइस कमेन्ट गर्नु होला हैन। हली जस्तो देखाएको छ कि छैन हैन कमेन्ट गर्नु होला। मलाई चाहिँ पापाले यो फेटा भन्दा किन बानिस् भनेर कराउनु भएको थियो कि। अनि बेलुका चाहिँ हिजो चाहिँ किन कराउनु भयो भनेदेखि चाहिँ बेलुका चाहिँ म उता सगुनमा गएको थिएँ कि प्रताप दाइको सगुनमा गएको थिएँ बिहेमा। केटी ल्याउनु भएको थियो अनि उहाँ त्यहाँ गएको थिएँ। अनि त्यही भएर उहाँहरू पापाहरू सुतिसकेपछि म आएको थिएँ ढिलो निम्तो भएर। अनि त्यही भएको कारणले गर्दा लफडा गरौँ भनेर के लफडा गरेर बाँधो क्या टाउकोमा घाउ चोट थियो क्या भनेर बाँधो क्या भनेर चाहिँ पापाले कराउँछ क्या। तर त्यो होइन हैन। मैले चाहिँ अब यसो कपाल झरेको गरेर मैले यो कपाल बाँधेको है। सो पाहाडको खेतहरू होइन यस्तै छ काल्लाभित्र है। अनि यस्तै हेरौँ न यस्तो छ काल्लाहरू पुरै पाखा छैन क्या, पुरै मैदान छैन कि यतातिर खेतहरू पुरै पाखा भित्र काल्दै खेत छ क्या। त्यो त्यही हो हैन। अब जोते आज सोध्नु भन्छ भ्यान जोतेर चाहिँ यहाँ हिँडाएर आधी गर्दै उँभो जानुपर्छ उकालै माथिसम्म छ होइन। त्यो देखाइहाल्ने छु तपाईँहरूलाई अन्तिमसम्म है। स्विम पानी पनि पर्दैछ होइन। अब पानी परिदियो भने चाहिँ अझै राम्रो हुन्छ क्या। अब धेरै पानीले पनि मजाले पुगिदिन्छ सहज हुन्छ होइन। अहिले चाहिँ मैले फेरि पालो पाइसकेँ। अब रोहितले जोतिदिन्छु भनेर त यता रोहित छ, रोहितले जोतिदिँदैछ गोरु। अब मैले चाहिँ आधी लाउँछु त्यो त्यही हो भिडियो बनाउँछु त्यही हो होइन। यहाँ छ हाम्रो भाइ आधी लाउँदैछ होइन भाइ एकदम। अनि यता हाम्रो खड्का सर पनि आउनु भएको छ अश्विन राई आधी लाइँदैछ। अनि त्यसै गरी हाम्रो कोपा हुनुहुन्छ यहाँ अनि नकुल राई। हाम्रो चाहिँ जहिले पनि यहाँ हामी चाहिँ पार्टनर हुन्छौँ। त्यही भएर हामी चाहिँ एकदमसँगले चाहिँ जहिले पनि सँगै हुन्छौँ क्या यहाँ खेत रोप्दा चाहिँ। अनि हाम्रो यता हुनुहुन्छ बाबा धनप्रसाद होइन बाबा। माथि हाम्रो पापा पानी मिलाउँदै हुनुहुन्छ। यहाँ चाहिँ पहिला पनि अब मैले भिडियो चाहिँ बनाइरहेको हुन्छ होइन। धेरै तीनवटा मैले भिडियो बनाइसकेँ होइन असारको। त्यसको पनि खोइ अब होइन बोबाल नै गर्नुपर्छ। अनि माथि डेभिडलाई खाजा ल्याउनु लागेको छ, खाजा लिएर आइसक्यो डेभिड। अब खाजा खानुपर्छ त्यही हो। डेभिडले चाहिँ खाजा लिएर पनि दही चिउरा खानु थालिसक्यो हो होइन। यहाँ सबैजना छौँ अहिले बिहानको खाजा खाँदैछौँ। हाम्रो सरले यति गर्नुभएको छ हजुर धन्यवाद छ ल तपाईलाई धन्यवाद छ हैन। दही चिउरा खानु पर्यो। आज चाहिँ असार 15 मा पनि हामीले धान रोपाइ थियो हो। भिडियो चाहिँ अब 16-17 तिर आउँछ त्यही हो हेर्नु होला।
लै गाईचहरू प्लातप्लित भइसक्यो यतातिर होइन। अब जम्मा 2टा मात्रै आली लाउनु पर्ने छ, जोत्नु पनि पर्ने छ, त्यहाँदेखि त यहाँको पनि सकिहाल्छ। सो अब खाना पनि खानै पर्ने हुन्छ अनि सो त्यही भएर हामी चाहिँ यहाँ खाना पनि खाइसकेका छौँ। यहाँ खाना पनि खाँदै हुनुहुन्छ अनि मैले त खाना पनि खाइसकेँ, खाना खाएको भिडियो पनि भएन। सो यहीँ हो खाना खाइँदैछ। अब पर्मेली पनि आउनु थालिसकेको छन्। अब छेउ कुर्ना अब दाँतै लाउने मेलो बनाउनु थालिसक्यो। अब चाहिँ सबैजना यहीँ छौँ, अब आफ्नो मेलोतिर जान्छौँ। चाहिँ मान्छेहरू धेरैजना पर्मेलीहरू आइसकेको छन्। अब यो खेत चाहिँ 20 मिनटमा फिनिस हुन्छ। म चाहिँ यहाँ छु होइन, फेटा पनि फुकाइसकेँ अनि म चाहिँ अब बिउ लिनु जाँदैछु। 3 ठाउँ छ क्या, 1 2 3। अब यहाँ आदि चाहिँ हिँड्नै पर्छ होइन, सकेसम्म चाहिँ आज छिटै सक्नु भनेर मान्छेले टन्नै बोलाएको छु। अब कतिजना छन् भरे गर्नु पनि पर्ने छ है, गर्नु चाहिँ सकेको छैन। ल रोपारहरू यहाँ हाम्रो केटाहरू छन्, यहाँ आली लगाइसकेको रहेछन्। 2 भाइ छन्, यहाँ माथि 3 भाइ। गोड जोत्नुभन्दा अगाडि आली चाहिँ लगाइसकेको छन् केटाहरूले। आली चाहिँ ठुल्ठुलै लगाइदिउँ है, ठुल्ठुलै है त भतिजहरू, ठुल्ठुलै लगाइदिउँ ल आली चाहिँ। आयोस् ओइ, यहाँ छन् हाम्रो फेरि खतरनाक हल्दी। के छ अनि ठिक छ? मजाले बिउ बोकेर झर्दैछु। आज मौसम पनि एकदमै दामी भइरहेको छ क्या, घाम पनि लागेको छैन, पानी पनि परेको छैन होइन, पानीले पनि पुगिरहेको छ, एकदमै रमाइलो भइरहेको छ धान रोप्नु। हाम्रो चाहिँ आज चाहिँ यो तामदामा चाहिँ हाम्रो यो तामदा भनेको चाहिँ खेतको नाम हो होइन, यो एरियालाई चाहिँ तामदा भनिन्छ। यहाँ चाहिँ 3 रोपाइ छ, यहाँ मासतिर 2 रोपाइ छ अनि बढिहाल्यो यो क्यामेरा पनि होइन। अब यहाँनिर पानी बगिरहेछ, यो चाहिँ उतो तलको खेत गएको छ अनि यहाँ बिचभित्र पनि छ एउटा खेत होइन, पानी यहाँनिरबाट बाँडिन्छ। त्यही हो सबै मारिनु भएछ। यता चाहिँ हाम्रो पनि तलतिर पानीले पुगिसक्यो क्या, आज दिन पनि एकदमै क्लियर भएपछि होइन। त्यही हो नि त, पानी पुगेपछि चाहिँ अब है बिहान चाहिँ फेरि हाम्रो बाटो फेरि यस्तो छ कि झोर होइन, यस्तो बाटो हिँड्नुपर्छ क्या गाउँघरमा त है। हाम्रो यहाँ एकजना फेरि धिन्ताङ मामा हुनुहुन्छ, गफले बाँचेको। बिहानै उता चङ्खोलाबाट पानी ल्याउँछु भनेर बुढा मान्छे गफ हानेर परतिर भएको पानी बाटुलेर मात्रै ल्याउनु भएको यो मामाले। यति हाम्रो मामा गफाडी छ कि गफले बाँचेको के, भात त खाँदै खाँदैनन्, खासमा त भातै खाँदैनन् नि हाम्रो मामाले, गफ खाएर बाँचेको के, गफ खाएर। बाटो यस्तो छ क्या ओह्रालो माता, त्यही हो। बुनु के छ, ठिक छ? खेत रोप्न आयो ल, ठिक छ। म बिउ लिएर तल खेत गएको नि, हाम्रो खेत सुरु भइरहेछ। ठिक छ मामा, ल ठिक छ, ठिक छ, गर्नु पर्यो है, गर्नु पर्यो ल, ठिक छ। झन्डै लडिने यार, म त बिउ सिधा छु। कति पनि कष्ट जस्तो भइसक्यो। सो गाइस खाजा पनि आज अब खानु सुरु गरिसकेको छौँ। हाम्रो चाहिँ अब सम्पूर्ण पर्मेलीहरू यहाँ हुनुहुन्छ। भिडियो गरेर लुके। वाट इज दिस? यो भनेको चाहिँ दही चिउरा। सालको के भन्छ अरे स्पेसल अफरमा के अरे स्पेसल डे। ल ठिक छ है। आज चाहिँ असारमा त्यही हो। आज हामी कतिजना छौँ हौ, गर्नु पनि पाएको छैन यार। यहाँ बुनुको चाहिँ आँखामा फोहोर पसेर। ओइ बुनु रोटी खान, ओइ बुनु रोटी खा त बुनु। ओइ प्रिया, ओइ बुनु खाजा खा त।
त्यो हस्पिटल जानु पर्छ त सो त यो अब जानुपर्छ भने पर्छ एकछिन दही चिउरा सो गाइस खाइदिनु है अब आज बुनु ओइ बुनु प्रिया हो आँखा चिम गरेर खाने बुनुको चाहिँ आँखा नदेखेर खाँदैछ आँखा चिम गरेर पुरै फोहोर लागेको छ आँखामा यसै माटो पसिसकेको छ सो गाइस खाएँ है त मेरो नाति आँसु झरिरहेको छ आँसु चाहिँ नदल है नदल फुला पर्छ बुनु के छ दुवैमा पसेछ त फेरि नि ठिक छैन ठिक छ कि छैन त्यसमा चाहिँ धेर पस्यो ठिक छ खाजा कस्तो छ आँसु चाहिँ भोगिरहेछ है दही चिउरा खायो छैन ए हो कम भइरह्यो गाइस काँटाले खाइरहेको छु होटेल खोलेको छैन नि त दामी छ अप्ठ्यारो लाग्यो कि उसले गल्ती महसुस गर नि त अब चाहिँ खाजाको कार्यक्रम चाहिँ अन्तिम हुँदैछ पानी पनि सिमसिम पर्दैछ होइन अब चुला गारोतिर हिँडिरहेको छ सायद अब सकिन्छ होला हामीले 2:14 खाजा खाइसकेको छौँ हाम्रो सम्पूर्ण साथीहरू चाहिँ होइन परिवारहरू चाहिँ रमाइलो गर्दै एउटा गोरु यहाँ छ त्यो चाहिँ हाम्रै हो होइन अनि अर्को गोरु यहाँ छ यो चाहिँ आइसरको हो अर्को गोरु माथि छ यो कसले उबारेको यो खाजा कसले उबारेको कि कसले घर लानेको तिमीले लानेको के चाहिँ घोपिनुपर्छ नि त अहिले अनि भरे यो जतन गरेर लाने क्या यसो छोपेर ए ल ठिक छ के छ ठिक छ होइन हाम्रो दाइहरू एकदम ठिक छ होइन अब ठिक छ होइन सबैजना एकदम ठिक हुनु पर्यो है अब बुद्धिको भ्लगमा आइहालिन्छ हामी सबैजना सबैजना चाहिँ एकदम ठिक हुनु पर्यो ठिक छ नि आज यस्तो गरौँ त भाइहरू के छ नि ठिक छैन यसो गरौँ न किन यस्तो ल है सो त यो अहिले चाहिँ खाजा खाने कार्यक्रम खोलेर अब चाहिँ बवाल नै भइसक्यो यहाँ त हामी कतिजना छौँ भन्ने कुरा पनि मैले गनिसकेको चाहिँ छैन कतिजना छौँ छनु चाहिँ अब 1-2 घन्टा कताबाट सक्ने चाहिँ मेल हो सो त यो यतातिर जारहरू पनि छ उक्लिरहेको होला सायद ए नगरा ए तिम्रो भयो हजुर ल राई त जनाउनै पर्यो नि हाम्रो मेन खतरनाक आजको चाहिँ होइन रोहित ओइ रोहित ओइ रोहित यसको हाँसाइ फेरि करा गइरहेछ यता अर्को डन छुर्तीसित खाइयो रोटी खाइयो रमाइलो बात गरियो अब एकछिन पछार पनि हुन्छ है हाम्रो ठिक छ जे हुन्छ त तपाईँहरूले देख्नै हुनुहुन्छ होइन यो भिडियो मार्फत अब हामी चाहिँ अब पहिला चाहिँ सक्ने कार्यक्रम गर्ने थाहाबाट मात्रै हुन्छ त्यो हिलो खेल्ने अथवा नखेल्ने त अब होइन आज त खेल्दा पनि हुन्छ नखेल्दा पनि हुन्छ होइन नखेल्नु अब फुपाहरूले त नखेल्नु गोरु माइतीले चेलीलाई हिलोको यसो टिका लगाइदियो त्यति हो खेलेको त्यति हो र
मलाई चाहिँ हिलो चाहिँ माछा हो खासमा चाहिँ गाइस होइन हामी चाहिँ हिलो माटोले गर्दाखेरि है अन्न पलाउँछौँ खेल्छौँ खान्छौँ त्यसैले हिलोसित चाहिँ खेल्दा पनि हुन्छ। पानी परेर ओरा ओरेर गर्दैछन् रोपारहरू बाउसेहरू चाहिँ तगरा छन् अनि अहिलेसम्म ओरा पनि ओरेको छैनन्। गोरुले जोतिँदैछ यो ठुलो गरामा हाम्रो आयुष अनि अर्को विवेक भएर जोतिरहेछन्। यहाँ चाहिँ कुन हाल्दैछ ल ऊ माथि छ अर्को एउटा दुईटा गोरुले हिलाइरहेछौँ चाहिरहेछौँ। एउटा कुनाबाट आइरहेछ एउटा छेउबाट सो गाइज फाइनल्ली मेलो सकियो। एउटापट्टि फोक्टाहरू रहिरहेको छ होइन। यति फोक्टा सकिएपछि त सक्यो क्या। आज हामीले खै कति टाइममा सक्यो भर्खर 5:30 हुँदो रहेछ 5:36 हुँदो रहेछ होइन। हामी चाहिँ यति बनाइसक्यौँ होइन। यहाँ तल त्यो सबै रोपिसक्यो है पुरै। अब सक्यो आजको लागि मेलो सक्यो। अब गोरुहरू नुहाइदिने त्यो मेलो पनि यति नै हो हाम्रो चाहिँ। अनि पहिलातिर चाहिँ 2-3 दिन लाग्थ्यो होइन रोप्न। तर आजभोलि त होइन हामी यस्तो भएपछि होइन जवान भएपछि एकै दिनमा साफ होइन पागल हो त्यस्तै हो होइन। अब मेलो सकेपछि गोरु नुहाइदिने चलन हाम्रो एकदम। अब चाहिँ मेलो सकेको हो गोरुको चाहिँ घरको पनि धान रोपाई। हाम्रो डेभिड सर र बुद्धि सर गोरु नुहाउँदैछन् है साथीहरू। खुवाइदेन एक मुठी खुवाइदिइस् बिउ खुवाइदिइस् खुवाइदे त बिउ पनि नखाँदो रहेछ क्या हो यसले त। माला लगाइदे माला सिङमा बान्दैन। ठुक्का सकी पो हालेछ बाँदरले त हो।
के भइरहेको थियो यो मुला चाहिँ मेरो एक्टिङ गरिन्छ मायाका छ एक्टिङ गर्ने मान्छे अनि म चाहिँ मान्दिनँ ओइ नछ अति रमाइलो वा धेरै रमाइलो गाइस भिडियोलाई लाइक अनि सेयर अनि कमेन्ट गरिदिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ अति रोमान्टिक अति यो भनेको यसको लागि एक सेयर एक कमेन्ट चाहिँ जरुर हुनुपर्छ यसको लागि एक सेयर चाहिँ एक लाइक चाहिँ अवश्य हुनुपर्छ गाइस यसको लागि गाइस अवश्य एक लाइक चाहिँ अवश्य एक लाइक एक सेयर चाहिँ अनि हाम्रो दर्शकहरू पुनः हेरिरहनु भएको छ हाम्रो दर्शकहरू र भाइ भाउ हाम्रो अति रोमान्टिक अति म चाहिँ भिडियो गरिरहेको छु भोइसमा त्यस्तो केही कमजोरी त हुनसक्छ न यसको लागि यो भनेको अति रोचक अति नै अचारको बन्द अति नै रमाइलो भइरहेछ गाइजहरू हाई अति नै रोमान्टिक भइरहेछ बुनु गएको ठिक छ अचारको बन्द जो रमाइलो भइरहेछ काटेर असार 15 मा हामी यति नै धन्यवाद ओके घर लागि अनि कस्तो लाग्यो आज पिएमनु मजा आयो तर आँखामा ल ठिक छ अब म चाहिँ घाँस लगाएर घरतिर जान्छु सो गाइस आज चाहिँ त्यही हो आज कतिखेर भन्दा पनि मनाइसक्यो फाइनली एकदम रमाइलो गऱ्यो अब धान पनि रोपिसक्यो अलि रोपाहरू चाहिँ बिग्रिएको छ होइन तर त्यो पनि बनाउनु पर्छ भोलितिर त्यही हो थ्याङ्क यू सो मच अनि सो गाइस अहिलेसम्म हेर्नुभएकोमा भिडियो हेर्नुभएकोमा सो पुरानो साथीहरूले सब्सक्राइब अलरेडी गरिसक्नु भएको छ अब नयाँ साथीहरू कोही जोडिँदै हुनुहुन्छ यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने यदि मन पराउनु भएको छ भनेदेखि मेरो भिडियोलाई लाइक कमेन्ट अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनु होला सो गाइस अहिले चाहिँ म पुरै आम्बो बडी सडी देखाएर हिँडिरहेको छु होइन सो तर तपाईँहरूलाई देखाएन होइन मैले सो अब के गर्नु भेस्ट पनि अलिक पुरानो थियो फाट्यो नि त हिलोमा खेल्दा त्यही भएर यसरी नाङ्गो चाहिँ म छु सो थ्याङ्क यू सो मच अर्को भिडियोमा फेरि भेटौँ ल ओके बाई